यो अनै छ तपाईँ चढ्नु यहाँ बाइकमा यो शीर्ष होला है हजुर मिक्ला चाहिँ सायद 4 नम्बरमा पर्छ होला होइन राई हुनुमा पनि गर्व लाग्छ यार जब यो देख्छु फर्स्टचोटि आएको गाइस रमाइलो रहेछ है यता पनि रमाइलो रहेछ बसेर खाइन्थ्यो होइन यता पनि चण्डी नाच छ जुन तपाईँलाई मैले अघि देखाइरहेको हामी चाहिँ आज पुरा मिक्ला जुन 4 नम्बरमा आज चण्डी नाचको अन्तिम दिन साकेला उभौली पर्व विशेष गरी राई जातको साकेला पर्वको आज चण्डी नाच रहेको हुनाले हामी त्यहाँ जाँदैछौँ साथीहरूसँग हामी 4-5 जना साथीहरू यो बाटोको दृश्य म तपाईँलाई देखाइरहेको छु म तपाईँलाई अब पुगेर होइन पुगेर म तपाईँहरूलाई देखाउनेछु आज जस्ट क्लाउड पनि राम्रो छ है मौसम पनि है मौसमले पनि आज एकदम साथ दिएको छ है हामीलाई निकै टाढो पर्छ त है ठाउँ त सायद उहाँहरू चण्डी नाच बाटै आउनु भएको होला कहाँनिर चण्डी नाच अझै मास्तिर है अझै मास्तिर गाइस हामी अब लगभग आइपुग्नु आँटेको कता चण्डी नाच यो पुल हो क्या पुल पारी होला है क्या चण्डी नाच कता हो आन्टी चण्डी नाच कता गाडी जान्छ है ल यहाँ पक्रिनु त्यसो नि क्यामेरा स्ट्यान्ड लाउनु ल मेरो दाइ छ भाइ दाइले सकिनु अरे यहाँ गर्नु भिडियो पुगिहाल्छु नि यार छ यो अनै छ तपाईँ चाहिँ चढ्नु यहाँ बाइकमा जान्छ है यो हो उताबाट बाटो थियो होइन यताबाट लाने आज भ्लगको लागि हजुर ल दामी रहेछ यार पुल ओ माई गड दामी पुल रहेछ नि त ल हामी यो के खोल यो अरे यो ठाउँ सस्तो छिर्छु है म अलिक पुऱ्याउनु चाहिँ आउँदैन होइन त्यही भएर पनि यो शीर्ष होला है हजुर लाग्छ है हजुर है सेट झन्डै लडायो कस्तो अप्ठ्यारो भएको छ तपाईँ गाडी कस्तो ग्याप टिपोमा आयो फाइनली गाइस हामी आइपुगे पञ्चमी पर्यटकीय क्षेत्र हार्दिक स्वागत गर्दछ अरे ल मेलामा ठुलो पर्छ यहाँ भाइ बाइकमा राख्नु राख्नु भाइ ल फाइनली गाइस आइपुग्यो है त पञ्चमी पर्यटकीय क्षेत्र हार्दिक स्वागत गर्दछौँ गाइस म फाइनली आइपुगेँ यो हाम्रो सँग त्यो मिक्ला चाहिँ सायद 4 नम्बरमा पर्छ होला होइन आज छत्रपुर भन्ने ठाउँमा आज लास्ट दिन पनि अरे हाम्रो विशेष गरी राई जातको साकेला उभौली भन्छ जसमा चाहिँ हाम्रो चण्डी नाच तर अस्ति त्यो हाम्रो के अरे चुली पोखरी भनेर है गाइज लास्ट बेपक हुँदो रहेछ क्या मान्छे टन्नै हेर्छ यार मान्छे त उमाको मिक्लाजुबाट नम्बर 8मा अवस्थित रहेको के अरे छत्रपुर भन्ने ठाउँमा चाहिँ गाइज दृश्य देखाइरहेको छु होइन चण्डी नाच आज अन्तिम दिन पनि कमाल भव्यताको साथमा भइरहेको छ मनाइरहेको छ गाइज म पनि आइपुगेँ है तपाईँहरू त कतै छुट्नु भएको छैन नि आउनुहोस् है आउनुहोस् यो छुट्टियो ठाउँमा पहिला पनि एकचोटि आएको थियो जस्तो लाग्छ पहिला एकचोटि पनि म पहिला चुनावमा होला सायद चुनावमा आएको जस्तो लाग्छ होइन आज दोस्रोचोटि म यहाँ आएँ है त गाइस के छ मेरो दाइ छवे दाइ यता फेरि आफ्नै ढाका शैली राई हुनुमा पनि गर्व लाग्छ यार जब यो देख्यो
पञ्चमी सिमसार पर्यटकीय क्षेत्र मिक्लाजुङ 4 मिक्लाजुङ 4 मोरङै पर्दछ यो भनेपछि हाम्रो विशाल सरको बडा रहेछ यो। हाम्रो टोलीहरू कता हरायो। किरात राई यायोख्या प्रारम्भिक कार्य समिति मिक्लाजुङ 4 मोरङ। ल एकचोटि यहाँ मासिएर पनि जोएँ त फोटो खिच्ने ठाउँ राम्रो छ जस्तो लागिरहेको छ। यो ठाउँमा पहिला आएको थिएँ म, त्यति साह्रो थिएन। अहिले त बब्बल दामी भएको छ नि त गाइज, हेर्नु त कस्तो राम्रो छ। चाहिँ म माथिबाट सुट गर्छु कस्तो है त गाइज। एउटा अलिक माथि छ दामी छ यार। यो ठाउँमा म फर्स्टचोटि आएको है, धेरै समय पछाडि एकचोटि आएको जस्तो लाग्छ होइन। तर अब धेरै समय पछाडि म यहाँ आज फर्स्टचोटि आएको गाइज। धेरै रमाइलो रहेछ है ठाउँमा। यहाँ माथि पनि मन्दिर पो छ त गाइस, मन्दिर। ल यता पनि रहेछ गाइस, यता पनि पोखरी पनि पस्छ। ओ माई गड यार, यस्तो माथि रहेछ, यस्तो दामी ठाउँ रहेछ। वरिपरि वन जङ्गल होइन, वरिपरि जङ्गल भएको ठाउँ होइन। हेर्नु कस्तो दामी ठाउँ छ। यता पनि नाच, यता पनि रमाइलो रहेछ बसेर हाँडो होइन। यता पनि चण्डी नाच छ जुन तपाईँलाई मैले अघि देखाएको होइन। यता पनि चण्डी नाच छ उता मुनि होइन। यता पनि यस्तो रहेछ यार। र फाइनली गाइस बहुत रमाइलो आज भयो, धेरै रमाइलो भयो त गाइस। अब यो लगभग बेलुकाको टाइम पनि भयो होइन दाइ। अब लाग्यो भने त हामी ओभर रमाइलो रहेछ है। पोखरी पनि रहेछ, एउटा राम्रो पोखरी रहेछ है। यो पोखरीको नाम चाहिँ मलाई एक्ज्याक्टली थाहा चाहिँ भएन होइन। तर पोखरी चाहिँ बब्बल राम्रो छ गाइस। यदि तपाईँहरू पनि आउनुहुन्छ भने यो ठाउँमा मिक्लाजुङ वडा नम्बर 4 मा अवस्थित रहेको छत्रपुर समथिङ के भन्छ है नाउँ। यहाँ आएर यो ठाउँमा अरू बेला पनि, किनभने आज चण्डी नाचको अन्तिम दिन हो, त्यही भएर पनि आज राई जातको विशेष गरी उभौली पर्व चण्डी नाचको बेजोड प्रस्तुति तपाईँहरूलाई मैले अघि पनि देखाइदिइसकेको छु रहेको छ। तर पनि यदि तपाईँहरू अरू बेला पनि आउनुभयो भने यो ठाउँले यो वातावरणको अवस्थाले र यो ठाउँको भूगोलको हिसाबले पनि एकदम राम्रो छ क्या यो ठाउँ। आउनु होला तपाईँहरू पनि है त, बहुत राम्रो छ यार। अब हामी पनि लागेको गाइस है। ल गाइस यो अन्तिमको दृश्य है गाइस। अन्तिम पनि हो गाइस होइन। अब किदा आजको मेरो भ्लग कस्तो म तपाईँलाई भ्लग हालिदिन्छु है त गाइस। कस्तो हुन्छ आजको भ्लग, प्रतिक्रिया कमेन्टहरू गर्नु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला। फेरि नेक्स्ट टाइममा फेरि भेट्ने प्रतिबद्धताको साथ म गाइस आजको लागि है।